आज हामी तपाईको माझमा असोज महिनाको 1 गते विश्वकर्मा पूजा गर्ने दिनको बारेमा चर्चा गर्छौं। हरेक वर्ष असोज महिनाको 1 गते विश्वकर्मा पूजा गरिन्छ र विश्वकर्मा पूजा गर्दाखेरि कुन कुन सामग्रीहरू चाहिन्छ, कसरी पूजा गर्ने र विश्वकर्मा बाबा भनेको को हुनुहुन्छ, यो विविध विषयमा चर्चा र परिचर्चा गर्छौं। हरेक वर्षको असोज महिनाको 1 गते अन्तर्गत आज हामी विक्रम सम्वत 2082 साल असोज महिनाको 1 गते बुधबारको दिन परेको विश्वकर्माको बारेमा चर्चा गर्छौं। विश्वकर्मा बाबा भन्न बित्तिकै भगवानहरूको पनि भवन बनाउने भगवानको रूपमा मान्न सकिन्छ। त्यसैले देवता मानिन्छ। विश्वकर्मा देवता भनेर हामी पूजा गर्ने गर्छौं। त्यसैले जसले भगवानको सुनै सुनको त्यति बेला भवनहरू बनाउनु भयो विश्वकर्मा भगवानले भने, र पछिल्लो समयमा हामी मानव जातिहरूले पनि उनी विश्वकर्माले आविष्कार गरेका गाडी, मेसिन, उपकरण, हवाईजहाज, विभिन्न जति पनि यो संसारमा यन्त्रहरू छन् हो ती यन्त्रहरू विश्वकर्मा बाबाले नै निर्मित गर्नुभएको छ, जसलाई हामी शिल्प विशेषज्ञको रूपमा पनि चिन्ने गर्छौं। त्यसैले यस वर्ष विक्रम सम्वत 2082 साल असोज महिनाको 1 गते बुधबारको दिनमा विश्वकर्मा पूजा गर्ने दिन रहेको छ र यस दिनमा तपाईहरू बिहानै उठ्नुहोला। संक्रान्तिको दिन बिहानै उठेर स्नान गर्नु उसै राम्रो मानिन्छ। झन् असोज महिनाको 1 गते बुधबारको दिन विश्वकर्माको दिन त झन् बिहानै उठेर स्नान गर्ने। नजिकमा खोला, नदी, नाला, तलाउ छ भने त्यो ठाउँमा गएर तपाईहरू स्नान गर्न सक्नुहुन्छ। यद्यपि घरमै पनि तपाईले स्नान गर्न सक्नुहुन्छ। स्नान भनेको नुहाउने काम हो। हामी नुहाएर हामी सफा हुने, त्यसपछि हाम्रा सम्पूर्ण साइकल होला, त्यसैगरी स्कुटर होला, मोटरसाइकल होला, गाडी होला, त्यसैगरी तपाईका उद्योगहरू होला, उद्योगमा चल्ने मेसिनहरू होला, घरमा तपाईले राखेका कुनै पनि फलामका औजारहरू होला, र त्यति मात्र नभएर तपाईको घरमा ल्यापटप छ, कम्प्युटर छ, मोबाइलहरू छ, क्यामेराहरू छ, जति पनि यो संसारमा फलाम जडित रहेका कुनै पनि मेसिन तथा उपकरणलाई पूजा गर्ने गरिन्छ र यो दिनमा ती सबै सामग्रीहरूलाई तपाईले सफा गर्ने, कुनै पानीले धोएर सफा गर्ने सामग्रीहरूलाई पानीले धुने, जस्तै गाडीहरूलाई पानीले पखाल्ने, क्यामेराहरू भए, ल्यापटपहरू भए, मोबाइलहरू भए, तपाईको घरमा भएका यी चिजहरूलाई के गर्ने, सफा रुमालले पुस्ने, सफा गर्ने र सबै सामग्रीहरूलाई तपाईले सफा गरेर राख्ने। तपाईको उद्योग, कलकारखाना, तपाईको घर सबै सफा गर्न सकिन्छ। र यो पूजा गर्ने तरिका म 2 किसिमले बताउँछु। जस्तै तपाईहरुको ठुलो उद्योगहरू छ, त्यसैगरी ठुलो व्यवसायहरू छ, धेरै गाडीहरू छन्, तपाईले धुमधाम तरिकाले पूजा गर्न चाहनुहुन्छ भने त्यही अनुसारको विधि हुन्छ। सबभन्दा पहिले म छोटकरीमा पूजा गर्ने, जसको एउटा मात्र स्कुटर छ, गाडी छ, अथवा ल्यापटप छ, मोबाइल छ, कम्प्युटरहरू होला, घरमा कुनै पनि औजारहरू छन्, विद्युतीय त्यसैगरी फलामजन्य कुनै पनि साधनहरू छन् भने सर्टकटमा छोटो तरिकाले पूजा गर्ने तरिका म पहिला बताउँछु र त्यसपछि उद्योगको पूजा गर्ने बारेमा बताउँछु। अब ती सामग्रीहरू हामीले सरसफाई गरिसकेपछि अब हामीले पूजा गर्ने सामग्री तयार गर्नु पर्यो। जस्तै सामग्री हामीलाई के चाहिन्छ? नम्बर 1 मा विश्वकर्मा बाबाको फोटो वा मूर्ति चाहिन्छ। त्यसपछि विश्वकर्मा बाबालाई चढाउने हामीले मौसम अनुसारका फलफुलहरू भए, मिठाईहरू भए, अनि विश्वकर्मा पूजाको दिनमा त हामीले रिबनहरू चाहिन्छ, जस्तै ध्वजा पनि चाहिए, ध्वजा पनि भन्छ यसलाई, अनि त्यसैगरी चन्दनहरू चाहिए, अनि हामीले स्वस्तिक चिन्हहरू बनाउनु पर्यो। स्वस्तिक चिन्हहरू बनाउने सामग्रीहरू चाहिए। यानी कि पूजा पसलबाट तपाईले धेरै सामानहरू जुटाउन सक्नुहुन्छ। महत्त्वपूर्ण सामग्री नछुटाइकन जोड्ने भनेको त एउटा नरिवल भए, जटा नरिवल भए, अनि त्यसैगरी चन्दन हामीले लगाउनु पर्यो, स्वस्तिक बनाउनु पर्यो, चन्दनहरू, टीकाहरू चाहियो, विश्वकर्माको फोटो मूर्ति अनिवार्य रूपमा चाहियो। त्यसैगरी शुद्ध तिल, जौहरू र फुलहरू पनि हामीले चाहिँ तयारीहरू गर्न सक्छौं सामग्रीहरू बनाउने। त्यसैले हामीले यो हातमा बान्ने रक्षाबन्धनहरू हुन्छ नि, रक्षाबन्धन भए, त्यसैगरी रिबनहरू भए, राता सेता रिबनहरू गाडीमा बान्ने, त्यसैगरी तपाईँ स्कुटरहरू भए, तपाईका त्यसैगरी उपकरण क्यामेराहरू भए, यी विभिन्न चिजहरूमा लगाउने स्टिकरहरू पनि विश्वकर्मा बाबाको सानो स्टिकरहरू पाउँछ। ती चिजहरू हामीले तयारी अवस्थामा बनाउने। त्यसपछि हामी विशेष गरेर यो दिनमा धूपहरू बाल्नु पर्यो। यो मैले छोटकरीमा बताइरहेको छु, उद्योगको बारेमा एकछिनमा भन्छु। हामीले सानो सामग्रीहरू पूजा गर्नलाई धूप बाल्नु पर्यो, विश्वकर्माको नाम लिनु पर्यो, जय विश्वकर्मा बाबा भन्नु पर्यो, र त्यसपछि हामीले चाहिँ त्यहाँनिर
हाम्रा भएका क्यामेराहरू भए, मोबाइलहरू भए, ल्यापटप भए, हाम्रा घरमा भएका ससाना औजारहरूलाई हामीले शुद्ध जलहरूले अभिषेक गर्ने र त्यसपछि हामीले त्यहाँ चन्दनहरू लगाइदिने, स्वस्तिक चिन्हहरू बनाइदिन सकिन्छ। त्यसैगरी विश्वकर्मा बाबाको सानो स्टिकर केही छ भने त्यो लगाइदिने अनि मिठाईहरू केही चढाइदिने र जय विश्वकर्मा बाबा भनेर यहाँले विश्वकर्मा बाबाको स्मरण गर्ने र विश्वकर्मा बाबाले हामीलाई रक्षा गर्नुहोस्, हाम्रा सम्पूर्ण हात हतियार उपकरणहरू सबैबाट हामी सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षा प्रदान गर्नुहोस् भनेर उनी देवता जो शिल्प देवताको रूपमा हामी विश्वकर्मालाई सम्झिनुपर्ने हुन्छ। अब अलि विस्तृत रूपमा पूजा गर्न चाहनुहुन्छ भने हामीले दियो, कलश, गणेश, विश्वकर्माको फोटो र मूर्ति राख्ने यसरी हामीले तयारी गराइसकेपछि हामीले सुरुमा दियो बाल्ने र दीप बालिसकेपछि हामीले फेरि कलशमा पूजा गर्छौँ र त्यसपछि फेरि दियोमा पूजा गर्छौँ, गणेशजीलाई पूजा गर्छौँ र विश्वकर्मा बाबालाई पूजा गर्ने। विश्वकर्मा बाबालाई मिठाई चढाइदिने, मौसम अनुसारको फलफुलहरू चढाइदिने र विश्वकर्मा बाबालाई तपाईले चाहिँ चन्दनहरूले पूजाहरू गरिदिने, पुष्पहरू चढाइदिने, यी कामहरू गर्न सकिन्छ। र त्यसपछि तपाईका चाहिँ जति पनि उद्योगहरू छन्, गाडीहरू छन्, सबैमा रिबनहरू बाँड्न सक्नुहुन्छ। ध्वजा पतङ्गहरू तपाईको चाहिँ उद्योगहरू छ र ठुल्ठुला मेसिनहरूमा ध्वजा पतङ्गहरू पनि बनाउन सक्नुहुन्छ र त्यसैगरी विश्वकर्मा बाबाको भजन कीर्तनहरू बजाउने र त्यसरी विश्वकर्मा बाबाको नाममा जय जयकार गर्ने, जय विश्वकर्मा बाबा भन्ने, त्यसरी तपाईले स्मरण गर्दै विश्वकर्माको नाममा तपाईको धूप बाल्दिने अनि गाडीहरूमा तपाईले चाहिँ चारैतिर धूपहरू बालेर त्यसैगरी मेसिन उपकरण उद्योगहरूमा धूपहरू जताकतै देखाइदिने, धूपहरू बासनाहरू सुँगाइदिने। यसरी चाहिँ हामीले विश्वकर्मा बाबालाई स्मरण गर्न सक्छौँ र पूजा गर्न सक्छौँ। र तपाईले आफ्नो बाइकहरू, स्कुटरहरू भए, गाडीहरूमा त्यसैगरी कुनै पनि मेसिनहरूमा स्वस्तिक चिन्हहरू बनाउने, स्वस्तिक चिन्हहरू बनाउनुपर्छ। स्वस्तिक चिन्हहरू कसरी बनाउने तपाईले गुगल, युट्युबहरूमा पनि सर्च गरेर स्वस्तिकको चिन्हहरू बनाउन सक्नुहुन्छ अथवा ओम लेख्न सक्नुहुन्छ अथवा जय विश्वकर्मा बाबा भनेर पनि लेख्न सक्नुहुन्छ। त्यसैगरी बजारबाट तपाईले लिएका स्टिकरहरू छन्, विश्वकर्माका फोटोहरू स्टिकरहरू छन् भने तिनी स्टिकरहरू तपाईले लगाइदिने र त्यसपछि तपाईको गाडीहरूमा कागती अनिवार्य रूपमा है, तपाईको चारपाङ्ग्रे गाडी हो भने 4वटा कागती चाहिन्छ, बाइक र स्कुटर हो भने 2वटा कागती र हामीले पूजा गरेर कागतीलाई पनि कुल्चिने र त्यो गरिसकेपछि हाम्रो नजर दोष लागेका छन् हाम्रा सवारी साधनमा, हाम्रा मेसिनहरूमा केही नजर दोषहरू छ भने कागती हामीले कुल्चियौँ भने पनि त्यो नराम्रो प्रभावबाट हामी बस्न सक्छौँ। यी कामहरू गर्ने। त्यसैगरी तपाईको उद्योगहरूमा पनि खुर्सानी कागती बनाएर डोरीमा झुन्डाएर तपाईले टङ्गाउन सक्नुहुन्छ। खुर्सानी कागती बनाएर राख्नुभयो भने अनावश्यक नजर दोषबाट, मेसिनहरू बिग्रिराख्ने समस्याहरूबाट पनि तपाईले छुटकारा पाउन सक्नुहुन्छ। यी कामहरू गर्ने। त्यसपछि मिठाईहरू चढाइदिने विश्वकर्मा बाबालाई। नरिवल फोरेर तपाईले मेसिनहरूमा नरिवलको जल राखिदिने, सबैमा नरिवलको जलहरू राखिदिन सक्नुहुन्छ। अनि चन्दन, अक्षित, फुलहरू, मौसम अनुसारका फलफुलहरू सबै चढाएर विश्वकर्मा बाबाको भजन कीर्तनहरू गाएर बजाएर नाचेर रमाइलो गर्ने। र तपाईको उद्योगहरूमा तपाईका ड्राइभरहरू छन्, मेसिन चलाउने व्यक्ति छन् भने ऊ व्यक्तिहरूलाई सम्मान गर्ने। वर्षमा तपाईको गाडीहरू, मेसिनहरू जोगाइदिएर उहाँहरूले चाहिँ धेरै सुरक्षा प्रदान गर्नुभयो त्यस्ता ड्राइभरहरूलाई, त्यस्ता मेसिन चलाउने सिप ज्ञान भएका व्यक्तित्वहरूलाई सम्मान गरिदिने, उहाँहरूको पुरस्कारहरू केही दिन पनि सकियो अथवा टीका दक्षिणाहरू दिने, केही पैसाहरू दान अथवा लुगाफाटो उहाँहरूलाई तपाईले दिनुभयो भने यो सकारात्मक ऊर्जा हुन्छ र उहाँहरू पनि खुसी हुनुहुन्छ। उहाँहरूले चलाउने मेसिन गाडीहरू पनि उहाँले अझै राम्रोसँग चलाउनुपर्छ भन्ने सकारात्मक ऊर्जा हुन्छ, हौसला प्राप्त हुन्छ। त्यो कुराहरू तपाईले गर्न सक्नुहुन्छ। यसरी विश्वकर्मा बाबाको पूजा गर्नुभयो भने राम्रो। र पूजा गर्दाखेरि सकभर गाडी मेसिनहरू एकैछिन चलाउने र चलाएर हामीले पूजा गर्दा राम्रो हुनेछ। र त्यसपछि पूजा गरिसकेपछि आज विश्राम गर्ने। आज किनभने आज विश्रामको समय हुन्छ र आज सबै सवारी साधन, मेसिन उपकरण, कल कारखानाहरू बन्द गर्ने, पूजा गरिसकेपछि नचलाउने। हामीले यसरी चाहिँ पूजा गर्न सक्छौँ। र यस बारेमा हामी विश्वकर्मा पूजाको बारेमा तपाईलाई जानकारी दियौँ र थप जानकारी लिनु परेमा तपाईले आफूले अन्य माध्यमबाट, विभिन्न सञ्चार माध्यमबाट पनि प्राप्त गर्न सक्नुहुन्छ। र विश्वकर्मा पूजा कसरी गर्ने यो विविध विषयमा हामी चर्चा गऱ्यौँ र हामीलाई हेरिदिनु भयो, जानकारी लिइदिनु भयो। यहाँहरू सबैलाई म ज्योतिषी ठाकुर देवकोटाको तर्फबाट हार्दिक नमन गर्छु। जय विश्वकर्मा बाबा।